हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। हामी चाहिँ आज नागयाको बाबेक्यू प्रोग्राममा जाँदैछौँ, प्लस भूमि पूजा भनौँ मगरहरूको महान चाड। अनि अहिले चाहिँ हामी ट्रेन कुर्दैछौँ। ट्रेन नआउन्जेल चाहिँ हामी यसरी टिकटक बनाउँदै गरौँ, भिडियो बनाउँदै गरौँ न त भनेर पाले पाले भिडियो बनायौँ। आफू जता जाँदा पनि भाइलाई सम्झिन्छु, तर के गर्ने जाम भन्दा मान्दैन, काम मात्रै छ भन्छ। अनि खासै मन गर्दैन आजकल चाहिँ। हामी चाहिँ पुग्यौँ अनि फाइनल्ली पुग्यौँ। सबैजना नाच्दै गाउँदै हुनुहुन्थ्यो, रमाइलो गर्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ भिडियो पनि बनाएँ। यहाँनिर दाईहरूको फोटो पनि खिच्यौँ, हेऱ्यौँ अनि रमाइलो हुँदो रहेछ। अनि यहाँ दिदीहरूसँग भेट भयो, बोल्यौँ, रमाइलो हुँदो रहेछ। पहिला चाहिँ भेट भएको थिएन। अनि खास चाहिँ हाम्रो साथ रेखा दिदीहरू पो आइपुग्नु भएछ भनेर सिसिरले चाहिँ अनि फेरि हामीलाई लो रोटीतिर यतानिर भाग बाँड्नतिर बसिदिनु पऱ्यो भनेपछि चाहिँ हामी गएर बस्यौँ अनि फोटो पनि खिच्यौँ। त्यसपछि चाहिँ मैले फेरि त्यहाँ सकाएर हामीलाई चाहिँ पालो दिनुभयो हाम्रो साथीहरूले। अनि मैले चाहिँ भिडियो गरेको थिएन सुरुमा राम्रोसँग। अनि यसो सम्झाउने बिर्सनी हुन्छ भनेर भिडियो गरौँ न त भनेर राम्रोसँग सरर भिडियो गरेँ। अनि यतातिर सबैजना हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो अध्यक्षज्यूहरू, दाईहरू, क्यामेराम्यान लगायत सबै सम्पूर्ण दाईहरू हुनुहुन्छ। अनि यतातिर चाहिँ हाम्रो बाबेक्यू प्रोग्राममा सहभागी हुनुहुने प्यारा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, नानी भाइ बहिनी भनौँ न सबैजना आउनुभएको छ। जे सूचीभन्दा चाहिँ धेरै नै आउनुभएको छ, उपस्थित भइदिनु भएको छ। त्यसैमा खुसी छौँ हामी चाहिँ। साथीहरू पनि नाच्न थाल्नुभयो नि त, उनीहरू नाच्न थाल्यो। अनि त्यसपछि मैले पनि भिडियो गरिदिएँ, एक दुई क्लिप भनौँ न। राम्रो राम्रो नाच्दै हुनुहुन्छ हाम्रो साथीहरू। अनि यहाँ चाहिँ हाम्रो बाजा बजाउने दाईहरू हुनुहुन्छ। हाम्रो नेपालको संस्कार संस्कृतिलाई जोगाउनुपर्छ है त। बाजा र गाजा नसुने पनि धेरै भएको थियो है। अनि यता हेर्दै जाँदाखेरि चाहिँ हाम्रो यहाँ दाईहरू बनाउँदै हुनुहुन्छ। हाम्रो पहिलाको अध्यक्ष दाई हुनुहुन्छ। अनि यता चाहिँ भाइ हो कि दाई हो, बिचरा कति मिहिनेतले बनाउनु भएको। यहाँ दाईले पनि मासु पोल्दै हुनुहुन्छ भनौँ न होइन। अनि यता दिदीहरू हुनुहुन्छ, यता पनि फुकिफु गर्दै बनाउँदै हुनुहुन्छ। अनि यताबाट चाहिँ हाम्रो सरर देखाउँदै जाँदाखेरि चाहिँ हाम्रो यहाँ एउटा दाईलाई चाहिँ मैले चिन्छु, अरू दाईलाई चाहिँ खासै चिनिनँ कि। अनि हाम्रो सिसीलाई पनि देखेँ मैले, नमस्ते दिदी ढोकरे भन्दैछ, जिस्काउँदैछ मलाई। अनि यहाँ चाहिँ हाम्रो साथीहरू बसिसक्नु भएको छ, भाग लाउन बसिसक्नु भएको छ। एकजना साथी चाहिँ नाचौँ लागेको छ क्या, उसले हेरेर बस्दै हुनुहुन्छ। अनि हाम्रो एउटा दाई चाहिँ घरसँग बोल्दै हुनुहुन्छ जस्तो छ। अनि यता हेर्दै जाऊँ। अनि यता हुनुहुन्छ हाम्रो शिशिर, हाम्रो नागयाको मगर सङ्घको सांस्कृतिक प्रोग्रामको अध्यक्षज्यू, नमस्ते भन्दै। जस मलाई चाहिँ दिदी नमस्ते भन्दैछ। अनि दिदी भन्छ नि त। अनि ल भाइ भाग्यमानी हुनु भनिदिएँ मैले। अनि उसले चाहिँ मेरो भिडियो बनाइदिँदैछ है त। उसले भिडियो बनाउन मात्रै लगाइदिने चाहिँ होइन मलाई, अनि लगाइदियो है भनेको थिएँ, त्यत्तिकै भइरहेछ। अब हुन त जापानको ठाउँमा सबै बिजी हुन्छौँ होइन, त्यस्तै भनौँ। अनि यता हाम्रो साथीहरूको डान्स हेरौँ न, उठ बस यस्तो राम्रो चलिरहेको छ। उठ बस हेर्नु साथीहरू, उठ्यो बस्यो। मैले पनि जिस्काइदिएको थिएँ क्या, उठ्यो बस्यो गली छ। बाजा नि अब स्टप हुने बेला भयो। अब यता कोपिला भन्ने साथी नाच्दै छिन्। अब नाच्यो अरू नाचेको पनि रमाइलो लाग्छ क्या मलाई त लास्टै। अनि मैले यसो सेल्फी पनि हानेँ होइन, यसो अगाडिबाट भिडियो पनि बनाइदिएँ, यसो बनाइदिउँ न त भनेर बनाइदिएको अवस्था। अब सरर मैले देखाइदिएँ होइन, यहाँ देख्न सक्नुहुन्छ सबैजनालाई। अलिक क्यामेरा जुम गर्न मिलेन मैले, के गर्नु। अनि यहाँ चाहिँ बनाउँदै हुनुहुन्छ। हेलो साथी के गर्दैछु हुनुहुन्छ भनेको, यता हावा लगाइदिएको मैले पङ्खा ल्याएको काम भएछ, काम मिलेछ, यहाँ आगो मर्न लागेछ भनेर भन्दै हुनुहुन्छ क्या। अनि हाम्रो अध्यक्ष दाइलाई पनि देखियो है त अलिकति यता। अनि हाम्रो यहाँ दाईहरू हुनुहुन्छ। अनि हेर्दै जाऊँ है। अनि हाम्रो यता पहिलाको अध्यक्ष दाई पनि हुनुहुन्छ। अनि अस्ति फेस्टिभलमा देखेको थिएँ क्या, दाईले क्यामेरा बोकेर फोटो खिचिदिनु भएको होइन, त्यो दाई नै यही हुनुहुँदो रहेछ। अनि त्यसपछि यहाँनिर हुनुहुन्छ भाइ हो कि दाई हो होइन, कति मिहिनेतले बनाउँदै हुनुहुन्छ क्या, बोल्दै हुनुहुन्छ। अनि हाम्रो दाईहरू हुनुहुँदो रहेछ यतातिर। हेलो के गर्नुभएको जनम दाई भनेको, के गरेको भिडियो हो कि लाइभ हो भन्दै हुनुहुन्छ। अनि खाँदै पनि हुनुहुँदो रहेछ क्या साथीहरूसँग बसेर।
अब हामीले त अघि नै खाइसकेको होइन अनि म चाहिँ यसो भिडियो गरिदिउँ न भनेर यसो डोली हिँडेको अनि यस्तो यस्तो उफ उफ धोए कुदिहिँडेको छु म चाहिँ जताततै भिडियो बनाउँदैन यसो सबैको अनुहारको भिडियो राखौँ भनेर अनि हाम्रो यहाँ मोहन दाई पनि हुनुहुँदो रहेछ क्या के गर्दै हुनुहुन्छ यो दाई फेरि यता हाम्रो गरिमा दिदी नै हुनुहुँदो रहेछ कोपी ल्याएर रितुले नि यहाँ पानी हाल्दै हुनुहुन्छ पानीको जुस हाल्दै हुनुहुन्छ साथीहरू भाग लाउँदै हुनुहुन्छ है अनि म पनि यसो नाचिम त भनेर यसो भूमि डान्समा यसो छिर्दिएको होइन अलिअलि बाजामा पनि नाच्दिएको यसो हल्ले जस्तो गरिदिएको अब नाच्छु होइन हेर्ने त नाचेको ढङ्ग मिलेको छ नि यत्तिकै हल्ल्याएको छौँ हामी सबैजना नाच्न चाहिँ दिदीहरूले नाचौँ बिस्तारै आइहाल्छ नि भन्नु भएर सबैजना कति रमाइलो तरिकाले नाचिरहनु भएको छ अनि म चाहिँ घैँटो फर्न गएँ त अब सबैजनाले मलाई फन घुमाउनु भयो अनि म जाँदैछु अब चाहिँ जाँदैछु हाने त अब तर एक बेला पछाडि बसेको कारणले चाहिँ हानिन सकिनँ मैले अनि म चाहिँ घर फर्केँ साथीहरू अनि म चाहिँ स्टेसनतिर आएर सबै ड्रेसहरू चेन्ज गरेर म काममा जान रेडी भएँ साथीहरू सबैजनाले नजाऊ त भन्दै हुनुहुन्थ्यो त्यही पनि मैले जानै पर्ने भएकोले निस्केर आएँ के गर्नु सधैँ रमाइलो गरेर मात्र भएन यसो आफ्नो लागि पनि सोच्नु पर्यो अनि म आएपछि यस्तो रमाइलो पनि भएछ मैले चाहिँ फोटो चाहिँ तानेर यहाँ पोस्ट गरिदिएँ अपलोड गरिदिएँ अनि म चाहिँ नाइट काम गरेर आएको कारणले चाहिँ भोलिपल्ट मेरो जिस्यु ट्रेनिङ थियो मतलब आजको दिन थियो अनि जिस्यु गर्दै लेख्दै किरोको गर्ने बेलामा चाहिँ दिनभरि गाह्रो त भयो तर किरोको लेख्ने बेलामा पनि झन् गाह्रो भयो मलाई अनि मैले चाहिँ खासमा यसरी लेखेको भिडियो बनाएको अनि यस्तो म निदाएर चाहिँ हेर्नु न लास्टमा त म निदाइ पो राखेको रहेछ अनि म फेरि यसो जसँग बिउजेर फेरि आफैदेखि रिस उठेँ होइन फेरि एउटा कुरामा पछि पऱ्यो भने सधैँ पछि परिन्छ जस्तो लाग्ने अनि अगाडि बढौँ भने पनि आफ्नै ज्यानै पो जाने हो कि भन्ने डर पनि हुने कि फेरि साथीहरू यस्तै हो साथीहरू जिन्दगी भनेको दुःख सुख अब सहनै पर्ने रहेछ गर्नै पर्ने रहेछ म चाहिँ यो पेपरहरू बुझाएर घर जान रेडी भएँ लास्टसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद सबैजनालाई बाई बाई फेरि भेटौँला